जब 12:45 देखि 13:15 को बीचमा 4-5 हजार मान्छे जम्मा भइसकेपछि पुनः त्यो भिडलाई चाहिँ फेरि उत्तेजित बनाएर त्यो घेरा तोड्नलाई निर्देशन दिएको थियो र त्यही समयमा गएर प्रहरीको माथि ढुङ्गाबिँडा भएको जुन हामीले भिडियोमा देख्न सक्छौँ। त्यसैले भिड भइसकेपछि प्रहरीले त्यो समयमा तत्काल भिडको लागि रोक्नको लागि 12:50 पहिलोपटक असुल ग्यास प्रयोग गरेको थियो प्रहरीले। तर त्यही समयमा भक्तपुर तर्फबाट 2-3 हजारको सङ्ख्यामा दुर्गा प्रसाईले लिड गरेको जुलुस त्यो सिधै कार्यक्रम स्थल नगइकन सिधै त्यो प्रहरीतर्फ विभिन्न समयमा सबै भिडलाई उसाउँदै अब यहाँ बस्ने होइन सिधै उता जानुपर्छ भनेर आफ्नो गाडीले प्रहरीको लाई लक्षित गरी प्रहरीमाथि नै चढाउने उद्देश्यका साथ तीव्र गतिमा प्रहरीलाई दुर्घटना गराउने अथवा केही प्रहरी घाइते बनाउने अवस्थामा चाहिँ त्यसरी गएको हामीले प्रत्यक्ष रूपमा देख्न सक्छौँ। र यो घटना भएको 13:23 त्यहाँ भएको सिसिटिभीले क्याप्चर गरेको अवस्था छ 1:23 समयमा। जब त्यो भइसकेपछि प्रहरी 2-3 घेरा तोडेर चाहिँ तत्काल प्रहरीले नियन्त्रणमा लिँदा पनि पछि त्यो भिडले चाहिँ दुर्गा प्रसादलाई प्रहरीको उसबाट खोज्न सफल भयो, प्रहरी कार्यालयतर्फ लाँदै गर्दाखेरि। र त्यो प्रहरी फेरि उहाँहरू चाहिँ तत्काल मञ्चमा गएर त्यहाँ तत्कालको अवस्थामा 2-3 जना व्यक्तिहरूले चाहिँ प्रत्यक्ष रूपमा अब हामी संसद भवन, सिंहदरबार र एयरपोर्ट कब्जा गर्न जानुपर्छ भनेर भिडलाई दुर्गा प्रसाद त्यसपछि रविन्द्र मिश्रले त्यहाँनिर गएर माइकिङ गरेको अवस्था देखिन्छ। यसले समष्टिगत रूपमा चाहिँ त्यहाँ कुनै राजनीतिक कार्यक्रम गर्ने उद्देश्य नभइकन त्यहाँनिर गएर अन्य क्रियाकलापहरू उक्त भिडबाट उक्त समयबाट भएको अवस्था चाहिँ देख्न सकिन्छ। र सोही सन्दर्भमा त्यसपछि उत्तेजित भएर आएको निस्केको भिडले हामीले गरेको देख्न सक्छौँ। अनि त्यहाँ धेरै घरहरू तोडफोड भएका छन्। हामीले एउटा भिडियोमा स्पष्ट रूपमा के देखेका छौँ भने च्यानल गेट लागेको जुन घरमा प्रहरी छ भने त्यो च्यानल गेट लागेको च्यानल गेट खेलेर त्यहाँ भएका सबै प्रदर्शनकारीहरू त्यो घरको माथिसम्म पुगेको चाहिँ हामीले यसबाट यही भिडियोमा पनि स्पष्ट रूपमा हामीले देख्न सकिन्छ सामाजिक सञ्जालबाट प्राप्त गरेको भिडियोहरूमा। त्यसकारण चाहिँ कुनै पनि घरको छतमा कुनै किसिमको प्रहरी लगायतका हामीले ऊहरू त्यहाँनिर नभएको अवस्था थियो। 14:21 तिनकिनेको घरमा पहिलोपटक आगलागी भएको अवस्था देखिन्छ। र त्यो समयसम्म त्यो जुन आगलागी भएको घरको सम्मसँग प्रहरीहरू जान सक्ने अवस्था थिएन। यसमा समयमा सबै ठाउँमा चाहिँ टायर आगो बालेर विभिन्न किसिमका ऊहरू गरेर त्यो बाटोसम्म त्यहाँ त्यो आगो लागेको घरसम्म जान सक्ने अवस्था नबनाएर सबै हिसाबले देखिन्छ। वाटर क्यानन युज गरेर त्यो स्थानसम्म पुग्न लागेको अवस्था थियो। र 14:23 आगो लगाउने तथा घटना 14:25 नेपाल प्रहरी र सशस्त्र प्रहरीको वाटर क्यानन तथा महानगरपालिका काठमाडौँ महानगरपालिकाको दमकल समेत त्यो ठाउँमा जान लाग्दाखेरि दमकललाई पनि अहिले हामी भिडियोमा देख्छौँ अगाडि बढ्न दिई त्यहाँ अगाडि बसेर ढुङ्गा मुढा गरेर उसलाई पनि अगाडि बढ्ने र आगो नियन्त्रण दिनलाई धेरै अवरोधहरू गरिरहेको अवस्था देखिन्छ। एयरपोर्टमा समेत ठुलो मात्रामा फ्युलहरू रहेको अवस्थामा त्यो एयरपोर्ट पनि कब्जा गर्ने यो ठुलो क्षति हुनसक्ने अवस्थालाई ध्यानलाई देखेर 14:54 पहिलोपटक प्रहरीद्वारा गोली प्रहार गरिएको थियो। यी सबै धेरै ठुलोहरू यसको उद्देश्य कुनै राजनीति नभइकन कुनै सक्ने हिसाबले नियन्त्रण गर्न सक्ने यसको उद्देश्य नदेखिकन यिनीहरू प्रत्येक छेउछेउ सानो सानो टुकडी बनेर प्रत्येकको घरमा गएर प्रत्येक घरहरू जलाउने यसको उद्देश्यहरू देखिसकेपछि अब हामीले तत्काल बल प्रयोग गरेर यी मान्छेहरूलाई त्यहाँबाट डिस्पोज गर्न नसक्ने अवस्था भयो भनेदेखि त्यो एरियामै ठुलो क्षति हुन सक्ने सम्भावना देखिसकेपछि 14:54 पहिलोपटक प्रहरीले त्यो भिड नियन्त्रण गर्नको लागि हतियार प्रयोग गरेको थियो। र 15 - 15:05 बजेसम्ममा त्यो बिचको समयमा अन्नपूर्ण मिडियाको हाउस लगायतका ठाउँहरूमा तोडफोड भएको थियो र त्यो ठाउँमा पनि प्रहरीहरू पुगेर केही सेल असुल ग्यासहरू प्रयोग गरेको थियो। स्टेजबाट सुरुमा के भएको थियो त्यहाँबाट भएको कुनै पनि हिसाबको भएको अवस्था थिएन। तर स्टेजबाट मान्छेहरू भड्काएर त्यसलाई अब हामी बानेश्वर कब्जा गर्न जानुपर्छ, हामी यहाँ बस्ने उद्देश्य होइन भन्ने सुरुमै एक किसिमले अनाउन्सिङ भएको थियो। जुन चिजहरू अहिले मैले भिडियोमा पनि देखाएँ यो भिडियोहरू पनि त्यहाँ तत्काल अरू बाँकी पब्लिकहरूले खिचेर त्यो सामाजिक सञ्जालमा राखेकै भिडियो मध्येमा एक हो। र त्यो अवस्थामा यसरी यता आइसकेपछि यतातिर गएर पुल नेरी गएर कन्फ्रन्टेसन भयो। त्यो कन्फ्रन्टेसन हुने अवस्थामा चाहिँ त्यहाँनिर गएर
ग्यास असुर ग्यास प्रयोग भएको थियो। त्यसै असुर ग्यास प्रयोग भएको मध्येबाट कुनै असुर ग्यास त्यहाँ पनि सम्म पुगेको हुनसक्छ। टोटल उसमा चाहिँ ग्यास सेल 746 छ। त्यस्तै ब्ल्याङ्क राउन्ड छ 192। त्यसै 58वटा लाइभ राउन्ड छ र पेस्तोलको गोली 2 राउन्ड छ।